भनिन्छ नि यात्रीलाई टेन्सन हुँदैन गन्तव्यमा पुगेपछि उसको दुःख कठिनाइ सबै भेटिन्छ। र म आज यो ललितपुरको टिका भैरव मन्दिर दर्शन गर्न गइरहेको छु। कुनै पनि ठाउँमा मान्छे त्यो ठाउँमा जानको लागि त्यो ठाउँले बोलाउनु पर्ने रहेछ भन्ने चाहिँ म जब गन्तव्यमा हिँड्न थाल्छु त्यसपछि थाहा पाइरहेको छु। ठाउँहरू नेपाल यसै प्रकृतिले सुन्दरता र मनोरम दृश्यले भरिपूर्ण किन छ भन्दाखेरि हजुर एकचोटि आफ्नो ठाउँबाट निस्केर भ्रमणको लागि निस्किनु थाहा पाउनुहुन्छ ठाउँ कति साँच्चैको राम्रो छ छैन भन्ने चिजहरू त। यस्तो राम्रो बाटोमा यस्तो राम्रो गाउँ छ, सँगसँगै हरियाली मनले लोभ्याउने के लास्टै लोभ्याउने। काठमाडौँ भ्यालीभित्रको काठमाडौँ नजिकको हिडन प्लेसहरू एक्सप्लोर गर्दै गर्ने क्रममा आज चाहिँ म ट्याक्क टिका भैरव मन्दिर आइसकेको छु। यता चाहिँ अन्डर कन्स्ट्रक्सन भइरहेको रहेछ मन्दिर चाहिँ फेरि अझ 1-2 वर्षमा राम्रो हुन्छ भन्ने आशा छ। आज चाहिँ म घुम्दै आउने क्रममा यहाँ टिका भैरव काठमाडौँ भ्याली नजिकैको यहाँ दर्शन गर्न आइपुगेको छु। यहाँ लाइन पूजा चलिरहेको छ उहाँहरूको। हुन्छ यो सालको बाढीले मन्दिरलाई अलिकति असर गरेको रहेछ। अहिले चाहिँ यता फुलाहारी ठाउँ बनाइरहेको रहेछ। यता चाहिँ एउटा ठुलो शालिग शिला त्यहाँ छ। यो नयाँ मन्दिर यता अन्डर कन्स्ट्रक्सन भइरहेको छ। ल आजको लागि यति भन्दै आजको भिडियो ब्लग यहीँ सकेको जनाउन चाहन्छु।